नमस्कार, देश नेपाल च्यानलमा स्वागत तथा अभिवादन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट र अहिले हामी हेर्दैछौँ यो भविष्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल बन्ने भाग हो। यो चाहिँ उत्तरतर्फको गोठाटारतर्फको यो क्षेत्र हो। त्यसैको तल उता सिनामङ्गलको आयल निगम पनि सर्नेछ र यहाँ चाहिँ विशाल 21st सेन्चुरी स्टाइलको चाहिँ एउटा अत्याधुनिक टर्मिनल भवन चाहिँ बन्नेछ, जुनमा चाहिँ स्काई ब्रिजहरू पनि हुनेछन् र वाइड बडी र न्यारो बडी गरी 18वटा भन्दा बढी विमान चाहिँ यहाँ पार्क गर्न सकिनेछ। र हामी यता हेर्न सक्छौँ, यो चाहिँ पुरानो ट्याक्सीवे हो र ट्याक्सीवेबाट चाहिँ जहाजहरू चाहिँ रनवेमा छिरेर यहाँबाट यसरी घुमेर चाहिँ उड्न पर्ने बाध्यता थियो। तर अहिले भने यसकै दायाँ साइडतिर हामी देख्न सक्छौँ प्यारलल ट्याक्सीवे पनि बनेको छ र अब चाहिँ जहाजहरू चाहिँ धावन मार्गमा नआइकन प्यारलल ट्याक्सीवेमै आएर यता पछाडिबाट यसरी घुमेर चाहिँ उडान भर्न सक्छन् र यसले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थोरै भए पनि आकाशमा हुने होल्डिङ र भुइँमा हुने ट्राफिक जामलाई चाहिँ कम गर्नेछ। र यो त भयो रनवे 20 साइडतर्फको दृश्य र रनवे 02 तर्फ पनि कामहरू अहिले चाहिँ धमाधम भएका छन् र त्यहाँको ट्याक्सीवेको काम पनि अगाडि बढिरहेको छ। र यता यो राडार भएको साइडतिर भन्दा अलि अगाडि बुद्ध एयरको ह्याङ्गर समीप चाहिँ नेपाल एयरलाइन्सको, नेपाल आर्मीको नयाँ ह्याङ्गर पनि हुनेछन् र यी पुराना यो नेपाल आर्मी र नेपाल एयरलाइन्सको ह्याङ्गरलाई चाहिँ अब त्यो स्थानबाट चाहिँ सारिनेछ र नयाँ टर्मिनल भवनले त्यो स्पेस लिनेछ र यसरी चाहिँ बिस्तारै चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चाहिँ स्वरूप फेरेको छ। भएकै ठाउँलाई चाहिँ सदुपयोग गरी यसरी चाहिँ काम अघि बढाउन थालिएको छ र यसरी चाहिँ हामी काम देख्न सक्छौँ। रनवे 20 गोठाटार साइडतर्फको दृश्य, यो उत्तरतर्फको धावन मार्गको दृश्य। अब हामी उता कोटेश्वर साइडमा गएर दक्षिणतर्फको रनवे 02 तर्फको दृश्यहरू पनि देखाउनेछौँ र त्यहाँको ट्याक्सीवेले के कस्तो काम अघि बढाइरहेको छ, काम कसरी अघि बढिरहेको छ त्यो पनि हामी हेर्दै अघि बढ्नेछौँ। र अहिलेका लागि भने हामी रनवे 20 गोठाटार साइडतर्फबाट हेर्दैछौँ। त धेरै मित्रजनहरूलाई थाहा नहुन पनि सक्छ विमानस्थलभित्र के भइरहेको छ भनेर, किन चाहिँ खनखान हुँदैछ र के को लागि होला भनेर। कतिपय मित्रजनहरू भन्नुहुन्छ अब अर्को रनवे बन्ने हो कि ठुलो टर्मिनल भवन बन्ने हो कि आदि इत्यादि। तर वास्तविकता भने यसो हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निकै सानो भएको छ आजकल। वर्षेनी हवाई यात्रुहरू बढेको बढी छन्, अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान भर्ने जहाजहरू पनि थपिएका छन्। अब यही हिसाबले विमानस्थलमा भविष्यमा ट्राफिक थेगिन सक्नु हुँदैछ र यही भोलि आइपर्ने समस्यालाई मध्यनजर गर्दै यस्ता कामहरू अघि बढाइएका छन्। सर्वप्रथम त जानकारीका लागि यसअघि नै विमानस्थलको रनवेलाई 3000 मिटरबाट 3350 मिटर बनाइसकिएको थियो र कोटेश्वरतर्फ 350 मिटर थप खनेर रनवे बढाइएको थियो। साँगुरो ठाउँमा वरिपरि बस्ती नै बस्ती बीच एयरपोर्ट भएकाले अब तत्कालै ठुलो ठाउँ बनाउन त असम्भव नै भइहाल्यो। तर भएकै स्थानलाई उचित सदुपयोग गरी यस्ता कामहरू अघि बढाइएको छ। विमानस्थलमा अराइभल र डिपार्चर डोमेस्टिक र इन्टरनेसनल गरी दुवैलाई छुट्टा छुट्टै भवनहरू बनाइसकिएको छ। पार्किङ, होटेल, मोटेल, कारपुल, ब्याङ्क, एटिएम, सटल बसहरू आदिको सुविधा यसअघि नै गरिसकिएको छ। विमानस्थलभित्र रङरोगन हरियाली कायम गर्ने, टर्मिनलभित्र नेपालीपन झल्काउने कामहरू पनि भइसकेका छन्। अब अर्को जुन टिआइएकै सबैभन्दा ठुलो समस्या अत्याधिक ट्राफिक जाम र आकाशमा हुने अनगिन्ती होल्डिङले गर्दा पनि युरोपियन, अमेरिकन, अस्ट्रेलियन एयरलाइन्सहरू नेपाल आउन चाहँदैनन्। यही समस्यालाई अलिकति भए पनि हल गर्न वर्तमानमा टिआइएमा धावन मार्गकै समानान्तर हुने गरी प्यारल ट्याक्सीवेको काम गरिँदैछ। टिआइएमा आजका दिनसम्म पनि एन्ड टु एन्ड प्यारल ट्याक्सीवे नहुँदा विमानहरूलाई उड्न धावन मार्गकै सहारा लिनुपर्ने हुन्छ र जसले दुईवटा समस्या दिन्छन्। एक, धावन मार्ग हुँदै विमान ट्याक्सी गर्नुपर्दा प्लेनहरू उड्नका लागि भुइँमै पनि लाइनमा बस्नु पर्यो। उता अवतरण भर्नका लागि भने वीरगन्जको आकाशमा घुमै गरी आफ्नो पालो कोर्नु पर्यो। यही समस्यालाई सम्बोधन गर्न वर्तमान एन्ड टु एन्ड प्यारलल ट्याक्सीवेको काम हुँदैछ र अब आउने 1 वर्षमै काम सम्पन्न गर्ने तयारी अघि बढेको छ र सो सञ्चालनमा आएपछि विमानस्थलमा ट्राफिक जाम कम हुने, आकाशमा हुने होल्डिङ लगभग 35% कम हुने र एयरपोर्टको इफिसियन्सी पनि बढ्ने र सो गर्दा धेरैभन्दा धेरै इन्टरनेसनल प्लेनहरू पनि काठमाडौँमा आकर्षित हुने जनाइएको छ।
यस्तै दोस्रोमा टिआइएमा साना र ठुला विमानहरूलाई ह्याङ्गरको व्यवस्था छैन, तसर्थ यो समस्यालाई पनि सम्बोधन गर्न बुद्ध एयरकै ह्याङ्गर वरिपरि अरू साना विमानहरूलाई ह्याङ्गर पनि बनाइने र नेपाल एयरलाइन्सको पनि एयरबस A330 जस्तो ठुला वाइड बडी विमानहरू अटाउने विशाल ह्याङ्गरहरू पनि बन्नेछन्। यसका लागि भने अहिले माटो भर्ने काम अघि बढिरहेको छ र यो सम्पन्न हुन भने केही समय अवश्य नै लाग्नेछ। तेस्रो, विमानस्थलको अब 21st सेन्चुरी स्टाइलको अल्ट्रा मोडर्न स्काई ब्रिज सहितको नयाँ फेसिलिटीहरूले भरिपूर्ण नयाँ टर्मिनल भवन पनि बन्दैछ र सोको लागि रनवे 20 तर्फ वा गोठाटार गुहेश्वरीतर्फ स्थान बनाइएको छ भने त्यसकै तल खोसमा नेपाल आयल निगमको हवाई इन्धनका ट्याङ्कहरू पनि सेना मङ्गलबाट सारिनेछ र यसरी यी तीन चाहिँ मुख्य कामहरू भइरहेका छन् र सो पश्चात बल्ल टिआइए मोडर्न एयरपोर्टमा रूपान्तरण हुनेछ र भविष्यमा निजगढ एयरपोर्ट बन्यो भने बल्ल नेपालको पनि ठुला ठुला विमानहरूको हब बन्न सक्नेछ भने उता भैरवा र पोखरालाई पनि बिजी बनाउन सकियो भने अझै धेरै राम्रो हुनेछ र तपाईँको विचारमा अब हवाई सेवा चुस्त र दुरुस्त बनाउन नेपालले के गर्नुपर्दछ? यदि हजुरहरूसँग राय सुझाव सल्लाहहरू छन् भने यसै भिडियोमा कमेन्ट मार्फत पनि राखिदिनु हुन हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। साथै यस्तै यस्तै देश विकासमा समर्पित तपाईँ हाम्रै देश नेपाल च्यानललाई आजसम्म र अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने कृपया आजै र अहिले नै गरी नजिकैको बेल आइकन पनि थिचिदिनु हुन हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। धन्यवाद अनि जय नेपाल।